असफलताको कारण हुन्छ। अर्को कुरा बेरोजगारी, त्यसपछि तपाईँको गरिबी, त्यसपछि सामाजिक भेदभाव, त्यसपछि त तपाईँको घरेलु हिंसा लगायत यिनी कारणहरूले गर्दाखेरि आत्महत्याको दर चाहिँ हुन्छ भनेर तपाईँहरूले बुझिदिनुहोला। अर्को कुरा यदि कोही मान्छे आत्महत्या गर्छ भने त्यसको साइन्टिफिकहरू के छ त बुझ्नु होला है तपाईँहरूले। सुरुमा उठाइ हामी जस्तोमा यो अहिले 4-5 जना अथवा 10 जनाको जुन भेला हुन्छ त्यहाँ जाँदाखेरि भित्रैदेखि ओहो हामी के भएको रहेछ अथवा के कार्यक्रम हुन्छ भनेर त्यहाँ चाहिँ धुर्मिल हुन्छौँ। तर उहाँहरू के गर्छ भने ओहो होइन त्यो ठाउँ उहाँले पिटिके मने पर्दैन कि एक्लै ठाउँमा तपाईँको टोलाइराख्ने है, एकान्त ठाउँमा बस्ने रुचाउने त्यो दुईटा कारण। अर्को कारण भनेको तपाईँले उहाँले खाना चाहिँ पिटिक मन नलाने के खाना दियो भने नि मलाई भोकै छैन भन्ने हुन्छ र भित्र ऊ बिस्तारै उहाँको शारीरिक मानसिक अवस्थाहरू कमजोर हुँदै अनि ऊ मानसिकको समस्या हुँदै डिप्रेसन भइसकेको हुन्छ है। अनि लास्टमा के हुन्छ भने ऊ आत्महत्यातिर प्रयासहरू गर्ने